हेलो साथीहरु, आज हामी क्लास 8 को कम्पलसरी म्याथ को हामी च्याप्टर रेशियो प्रोपोर्सन एन्ड पर्सेन्टेज पढ्ने हो। त्यो रेशियोमा हामी रेशियो भनेको के हो सबभन्दा पहिला हामी यो बुझौं। रेशियो भनेको रेशियो इज अ वे अफ कम्पेयरिङ टु अर मोर क्वान्टिटिज भनेको दुई वा दुई भन्दा बढी क्वान्टिटिज भनेको दुई वा दुई भन्दा बढी वस्तुको बीचमा हामी कम्पेयर गर्छौं, त्यसलाई अहिले के भन्छौं रेशियो। तर त्योमा हामी के हो सेम काइन्ड हुनु पर्ने भनेको एकै रङको हुनु पर्यो भनेको मिटर छ त मिटरमै हुनु पर्यो, लेन्थ नाप्ने लेन्थमै नाप्ने, केजी हो त केजी नै हुनु पर्ने हो। जस्तो हामी अगाडि हेर्दै जाउँला के कस्तो हो रेशियोको बारेमा। रेशियोको हाम्रो सबभन्दा पहिला हेर्यौं सम इम्पोर्टेन्ट थियो भनेको केही नियमहरु छ रेशियोको। पहिलो नियममा हामी हेरौं द क्वान्टिटिज कम्पेयर इज मस्ट बी सेम भनेको पहिलो नियम नै हाम्रो रहेछ क्वान्टिटी के हुनु पर्यो सेम हुनु पर्ने हो। जस्तै हामी एक्जाम्पलमा हेर्न सक्छौं, यहाँ के छ 6 मिटर, यहाँ 4 मिटर छ भनेको यो पनि डिस्टेन्स नाप्ने यो पनि मिटरमा डिस्टेन्स नापिन्छ। यहाँ पनि यो मिटर भनेको यो 4 मिटर पनि के हो डिस्टेन्स नै नाप्ने हो। जस्तै हामी अर्को एक्जाम्पल हेर्न सक्छौं, यहाँ जस्तो 6 मिटर छ इज टु यहाँ हामी 100 सेन्टिमिटर पनि दिन सक्छौं किनकि यो पनि मिटर सेन्टिमिटर दुईटी के हो लेन्थ नाप्ने त्यो भ्यालु हो। यो मिटरमा रहेछ यो सेन्टिमिटरमा आएछ। अर्को एक्जाम्पलमा भयो यो के छ नट एज दिस सेन्टिमिटर यो के हो मिटर भयो, यो केजी भयो। केजी भनेको हामीले के भयो यो तम नाप्ने हो भनेको वेट नाप्ने हो, यो हाम्रो लेन्थ डिस्टेन्स नाप्ने भयो। मिटरमा हामी के डिस्टेन्स नापिन्छ तब यहाँ केजी तम भनेको कति वेट हो त्यो नापिन्छ। त्यसैले यसको कम्पेरिजन भनेको यसको रेशियो आउन सक्दिन। अर्को नियम हाम्रो के रहेछ रेशियो क्यान बी सिम्प्लिफाइड बाइ डिभाइडिङ बोथ साइड बाइ द सेम नम्बर भनेको रेशियो हाम्रो दुईटा हुन्छ। दुईटा भनेको हामी जस्तै हेर्न सक्छौं के रहेछ 2:4 हुन्छ। यस 2:4 लाई हामीले एउटा नम्बरले मात्रै डिभाइड गर्न सक्छौं भनेको यस्तो हुँदैन के यसलाई हामीले 3 ले डिभाइड गर्दिने, यसलाई हामीले 2 ले डिभाइड गरे, यसलाई हामी 3 ले डिभाइड गरे, यस्तो गर्न मिल्दैन। हामीले यहाँ 2 ले गरिया छ यहाँ पनि 2 ले गर्नु पर्यो, यहाँ 3 ले गरिया छ यहाँ पनि 3 ले गर्नु पर्यो। जस्तै जस्तै यहाँ 2:4 रहेछ, यहाँ के गर्ने 2 ले गर्ने, 2 ले गरेपछि 2/2 यो के हो 4/2 दुई ले गरेपछि यो कटेपछि 1 नै आउँछ, यो 2 आउँछ भनेको 1:2 भयो। 1:2 यसको 2 के भयो आन्सर भयो। यसरी नै हामीले एउटै नम्बरले दुईटी साइड हामीले काट्न भनेको डिभाइड गर्न मिल्छ। अर्को नियम हामी हेरौं एक्जाम्पल मात्रै रहेछ यहाँ हेरौं 20/50 यहाँ पनि 5 ले कटेर यहाँ 4 आएको छ, यहाँ पनि 5 ले कटेर 3 आएको छ, त्यसैले 4:3 भएको छ। त्यसपछि के रहेछ यहाँ त्यसको नियममा के रहेछ रेशियो क्यान अल्सो बी रिटेन एज फ्र्याक्सन a:b भनेको हामी रेशियोलाई कसरी लेख्न सक्छौं रेशियोलाई हामी a:b लाई हामी के गर्न सक्छौं फ्र्याक्सनमा लेख्न सक्छौं। फ्र्याक्सन भनेको हाम्रो यो भयो के यो a b भनेको यो न्युमिनेटर यो के भयो हाम्रो डिनोमिनेटर यो फ्र्याक्सनको फ्र्याक्सनमा लेख्न मिल्छ के यो रेशियोमा इज टु लाई हामी बाइ गरेर तब लेख्न मिल्छ। त्यसपछि हामी हेरौं जस्तै यहाँ एक्जाम्पलमा लेखिया छ के यहाँ 20/50 4/3 यसको यो भयो के फ्र्याक्सन भयो, यो रेशियो फर्ममा, यो फ्र्याक्सन फर्ममा, यो रेशियो फर्ममा। त्यसपछि हेर्यौं हामी रेशियो टाइप अफ रेशियोमा हाम्रो रहेछ सिम्पल रेशियो। सिम्पल रेशियो हामी कमाइ भन्न सकिन्छ डाइरेक्ट कम्पेरिजन बिट्विन द टु इक्वेसन, दुईटा इक्वेसनको बीचमा डाइरेक्ट कम्पेरिजन हुन्छ। जस्तै एक्जाम्पलमा हेर्यौं हामी 5:2 यो दुईटा नम्बरको बीचमा कम्पेरिजन रहेछ। यहाँ के रहेछ फेरि a:b भनेको दुईटा भ्यारिएबलको बीचमा कम्पेरिजन रहेछ। इटिसी यस्तै धेरै हुन सक्छ। अर्को रेशियो रहेछ कम्पाउन्ड रेशियो। कम्पाउन्ड रेशियोमा के रहेछ द प्रोडक्ट अफ टु अर मोर रेशियो भनेको दुई भन्दा बढी
रेसियो नम्बरको रेसियोको बेचमा प्रोडक्ट भनेको मल्टिप्लिकेसन, प्रोडक्ट मल्टिप्लिकेसन। जस्तै हामी यहाँ के छ 2:3 4:5 हो। यहाँ हामी 2:3 भनेको यहाँ फ्र्याक्सनमा लेखेपछि हामी के हुन्छ 2:3 भयो। यहाँ के गर्ने प्रोडक्ट कम्पाउन्ड, प्रोडक्ट भनेको मल्टिप्लिकेसन। त्यो 4:5 4 लाई हामी माथि इस्टु पछि जुन नम्बर छ त्यसलाई तल यसरी लेख्ने। यहाँ के गर्ने पो हामी मल्टिप्लाई गर्ने, मल्टिप्लाई गरेपछि यहाँ के आउँछ यहाँ 2 × 4 कति भयो हाम्रो 8 भयो। 3 × 5 कति भयो 15 भयो। यो हाम्रो एन्सर भयो। यसलाई हामी के गर्ने फेरि रेसियो फर्ममा लेख्ने, रेसियो फर्ममा लेख्नको लागि हामी 8:15 भयो। यही रहेछ हाम्रो कम्पाउन्ड रेसियो। तेस्रो नियम हेरौँ हामी। तेस्रो नियम के छ कन्टिन्युटी रेसियो। कन्टिन्युटी रेसियोमा के भन्छ कम्पेरिजन एमङ 3 or more क्वान्टिटिज भनेको 3 वा 3 भन्दा बढी क्वान्टिटीको बिचमा कम्पेरिजन। जस्तो इक्जाम्पलमा होइन हेरौँ A:B:C भनेको 2 3 4, A:B:C भनेको 2 3 4 भनेको 3 वा 3 भन्दा बढी क्वान्टिटीको बिचमा कम्पेयर गर्ने है कन्टिन्युटी रेसियो भनिन्छ। अब हामी हेरौँ यो रेसियो अन्तर्गत रहेको क्वेसनहरू। क्वेसनमा हामी हेरौँ पहिलो क्वेसनमा के छ फाइन्ड द रेसियो अफ इच फलोइङ इन द सिम्पलेस्ट फर्म भनेको सिम्पल फर्ममा यसको निकाल्नु। क्वेसन हाम्रो एक नम्बर क्वेसन के रहेछ भनेको RS 30 to RS 600 भनेको 30 to 600 को बिचमा कम्पेयर छ। त्यो पैसाको दुईटी हामी सबभन्दा पहिलो रूपमा नियममा हामी हेरेको थियौँ क्वान्टिटी सेम हुनु, यो पनि RS मा यो पनि RS मा हो। त्यसैले हामी यसको गर्न सक्छौँ। यसको गर्नको लागि हामी सबभन्दा पहिला द रेसियो अफ द 30 to 600 यहाँ के लेख्न सक्छु यो माथि लेख्ने 30 माथि 30 तल 600। त्यसपछि हामीले यो 0 बाट यो 0 काटेपछि हाम्रो कति आएको छ 3/60 आएको छ। यो 60 लाई हामी फेरि काटेपछि भनेको 3 भनेको हामी के नियममा पढेको थियौँ एउटै नम्बरको माथि तल माथि दुईटा काट्ने भनेको डिभाइड गर्ने, दुईटै माथि पनि तल पनि सेम नम्बर हुनु पर्यो। त्यस्तै हामी यहाँ हेरौँ यहाँ पनि हामी 3 गरेपछि हाम्रो कति आएको छ 1 आयो। यहाँ पनि 3 गरेपछि हाम्रो कति आउँछ 20 आउँछ। त्यही 1/20 हाम्रो के भयो एन्सर भयो किनकि यो भन्दा बढी डिभाइड हुनेवाला छैन। त्यसैले हामी यही नै एन्सर मान्दिने हो। अर्को क्वेसन हेरौँ यहाँमा के छ 3 मिटर 270 सेन्टिमिटर। यहाँ हेरौँ हामी यो त दुईटै त छ डिस्टेन्स नाप्ने भनेको कति डिस्टेन्स हो त्यो नाप्ने हो मिटरमा पनि सेन्टिमिटर पनि। तर यहाँ के छ युनिट फरक हो। यहाँ यो मिटरमा छ यो के हो सेन्टिमिटरमा हो मिटरमा। त्यसैले हामीले मिटरमा नै कन्भर्ट गरौँ चाहे दुईटैलाई सेन्टिमिटरमा नै कन्भर्ट गर्नुपर्छ। यहाँ चाहिँ हामी हेरौँ M and CM आर द डिफरेन्ट युनिट। यो के हो दुईटा युनिट हो। इन्टु द सेम युनिट टेक देयर रेसियो भनेको हामीलाई के नियममा भनिएको छ भनेको के हुनु पर्यो युनिट सेम हुनुपर्ने हो। सेम युनिटलाई गर्नको लागि हामी के गर्नु यहाँ 3 मिटर हो हामीलाई थाहा छ 1 मिटर इज इक्वल टु 100 सेन्टिमिटर हुन्छ। त्यसै कारणले हामी मिटरलाई के गर्ने 100 को मल्टिप्लाई गर्ने। 100 को मल्टिप्लाई गरेपछि यहाँ के भयो 3 बाट यो 300 भइसक्यो। 300 सेन्टिमिटर यो भयो 75 सेन्टिमिटर हो 75 सेन्टिमिटर। अब हामीलाई के गर्ने एउटै नम्बरले तल माथि दुईटै डिभाइड गर्ने। सबभन्दा पहिला हामीले यहाँ के गर्ने 1 नै होइन भनेको हामी 5 ले डिभाइड गर्ने। 5 ले डिभाइड गर्दा सजिलो पनि हुन्छ र अघि भएको पनि सजिलो पनि हुन्छ र दुईटैले डिभाइड पनि हुन्छ। 5 ले हामी 300 ले 5 ले डिभाइड गरेपछि हाम्रो कति आयो यति आएको छ भनेको 60 आयो। यहाँ 75 लाई 5 ले डिभाइड गरेपछि हाम्रो कति 15 आयो। त्यसलाई फेरि हामी अब के यो आएको छ अझै यो डिभाइड हुने डिभाइड हाम्रो के हुने यो 15 ले डिभाइड गर्दा राम्रै हुन्छ भनेको 51 जा 50 हुन्छ 50
54 जा 60 हुन्छ। त्यसको यहाँ 4/1 आएको छ, 1 आएको छ। त्यसपछि हामी यो अब डिभाइड हुनेवाला छैन, त्यसैले हामी यही नै लेखिदिने। तर यहाँ हामी हेरौँ, यहाँ तल 1 छ, हामीलाई थाहा छ डिभाइडको तल 1 को त्यो नलेख्दा पनि हुन्छ। त्यही कारणले हामीले फर्स्ट नियम लेखेर एन्सर लेखिदिएको छ। यही नै हाम्रो एन्सर भयो। दोस्रो क्वेसन हामीलाई के रहेछ, इफ A is to B is equal to 2 is to 3 and B is to C is equal to 4 is to 5 and पता लगाउनु छ के यहाँ हाम्रो ए नम्बरमा हाम्रो के भन्छ, एक्सप्रेस ए टर्म अफ बी, ए टर्मलाई हामीलाई बी को बी मा के एक्सप्रेस गर्नु रहेछ। दोस्रोमा एक्सप्रेस सी लाई हामीलाई बी टर्ममा एक्सप्रेस गर्नु पर्ने छ। तेस्रोमा हामीले युजिङ द भ्यालु अफ ए एन्ड सी फाइन्ड द एसी भनेको ए र सी को भ्यालु राखे हामीलाई ए र सी को के भ्यालु पत्ता गर्नुपर्ने हो। तेस्रोमा हामीलाई के छ, फाइन्ड द ए बी सी तीनटै हामीलाई पत्ता गर्नुपर्ने हो। अब हामीहरू एमा के छ, ए र बी, त्यस्तै हामी सल्युसन ए इज टु बी गर्ने। ए इज टु बी यहाँ 2 र 3, हामीले ए इज टु बी को कति छ यहाँ छ 2 र 3 छ, त्यही 2 3 दिने। हामीलाई थाहा रहेछ इज टु भनेको डिभाइड हुन्छ भनेको ए लाई माथि राख्ने, बी लाई तल राखेर डिभाइड गर्ने, यो भयो इज इक्वल टु 2 र 3, 2 3 भयो। यही हामीले 2 लाई माथि इज टु भनेको बाई यो 3 तल। त्यसपछि हामीलाई के गर्ने, क्रस मल्टिप्लिकेसन। हामी त्यो 6 7 मा सिक्या क्रस मल्टिप्लिकेसन, त्यो क्रस मल्टिप्लिकेसन गरे हामी कति आयो, यो कति भयो 3a भयो, यो कति भयो 2b भयो। त्यसलाई हामीले 3 यो 2b भएपछि हामीले के गर्ने, यो 3 लाई यहाँ के छ मल्टिप्लाइमा गएछ, यो साइड गएपछि के हुन्छ इक्वल टु को, त्यो साइड गएपछि के हुन्छ डिभाइडमा जान्छ। त्यसैले हामीले a को भ्यालु कति भयो, यो भयो 2b इक्वल टु 2b/3, यो हाम्रो के भयो a को भ्यालु आएको छ। त्यसै हामी b मा हेर्यौं, b मा हामी के छ c लाई एक्सप्रेस गर्नु छ, b मा c मा सेम टु सेम त्यस्तै b र c को के छ 4/4:5 दिएको छ। त्यही 4:5 सेम प्रोसेस माथिको जस्तै यो b लाई माथि इज टु लाई बाई c लाई तल, त्यसपछि 4 लाई माथि इज टु लाई बाई अब 5 लाई तल लेख्ने। त्यसपछि यसलाई के गर्ने क्रस मल्टिप्लिकेसन गरिदिने, किनकि दुईटा डिभाइड भएछ, यसलाई माथि यसलाई यो साइड माथि गरेपछि हाम्रो 5b 4c आयो। त्यसपछि यो c लाई हामी यो यहाँ लेखेको c भनेको यो साइड र यो साइड लेख्दा केही फरक पर्दैन, तर हामीलाई के थियो c लाई निकाल्नु पर्यो, त्यो पनि b को टर्ममा। त्यसैले हामीले यो साइड लेखेको छौँ। त्यसपछि यो c इक्वल टु हाम्रो यो 5b नै हो, यो c यहाँ के मल्टिप्लाइमा थियो, यो साइड गए के भयो यो डिभाइडमा गएको छ। त्यसैले हाम्रो c को भ्यालु 5b/4 आएको छ। तेस्रोमा हामी हेरौँ, तेस्रोमा के हुन्छ युजिङ द भ्यालु अफ ए एन्ड बी भनेको यो भ्यालु र यो भ्यालु, यो दुईटै भ्यालुलाई युज गरे हामीलाई के पत्ता गर्नु, ए र सी को कति हो भ्यालु पत्ता गर्नु पर्यो। हामीलाई थाहा छ वी नो द्याट ए इक्वल टु यति छ, यहाँबाट दिएको, सी इक्वल टु यति छ, यहाँबाट दिएको। त्यसैले हेन्स ए र सी एसी को फर्ममा लेखे हामीले भनेको इज टु भनेको ए इज टु सी लाई हामीले यस्तोमा लेखेका छौँ। त्यसको भ्यालु पुट गरे, ए को यहाँ दिएको छ, सी को मान यहाँ दिएको छ, यो दुईटै यहाँ राखे। त्यसपछि यहाँ के गरे हामीले यसलाई स्नेलाइज गरे, स्नेलाइज भनेको तलको माथि गरेर यहाँ डिभाइडमा थियो, यसलाई हामी के गर्ने स्नेलाइज त्यो तलको माथि गरेपछि हो मल्टिप्लाइमा चेन्ज हुन्छ आफै। त्यसै कारण हामी 2b/3 यो लेखे। त्यसपछि यो बाईलाई के गर्ने इन्टुमा चेन्ज गर्यो, इन्टुमा चेन्ज गर्नुलाई हामी के गर्नुपर्ने यसलाई माथि यसलाई तल भनेको यहाँ यो माथि थियो त्यसलाई तल गर्ने लेखेको छ, यो तल थियो यसलाई माथि, यो गरेर इन्टुमा यो डिभाइड जुन छ इन्टुमा चेन्ज हुन्छ। यो पनि हामी नियम सानै क्लासमा सिके होला 4 5 मा 6 मा। अब हामी हेरौँ
त्यसपछि हामी के गर्यौँ मल्टिप्लिकेसनमा माथिको माथिबाट मल्टिप्लाई तलको तलदेखि मल्टिप्लाई हुन्छ। त्यही कारणले ए बाई सी को यो सेम टु सेमै। त्यसपछि यहाँ 2b × 4 8b भयो, 3 × 5 15b भयो। त्यसपछि यो बीले बी कट्यो, मल्टिप्लाईमा कटिन्छ, मल्टिप्लाईमा भएपछि कट्यो। हामी बच्यो कति 8/15 बच्यो। त्यही 8/15 भनेको ए को मान कति आयो 8 आएको छ, सी को मान 15 आएको छ। यो हाम्रो भयो एन्सर भयो। ए सी को मान पत्ता लागिसक्यो। अब हामी के गर्ने तेस्रोमा चौथोमा के गर्छ डी मा अल्सो फाइन्ड द एबीसी। एबीसी तीनटै पत्ता गर्ने पर्ने। त्यसको लागि हामी के गर्ने इन फर्स्ट रेसियो बी इज इक्वल टु 3। बी को मान कति आएको छ 3 छ पहिलो रेसियोमा भनेको यहाँ बी को मान कति 3 छ। सेकेन्ड रेसियोमा के छ बी को मान 4 छ। इन सेकेन्ड रेसियो बी को मान कति 4 हो। एलसीएम दुईटा लिएपछि हामी 3:4 3 4 को एलसीएम लिएपछि हाम्रो कति आउँछ 3 1 4 फेरि 4 1 1 भनेको 3 × 4 इक्वल टु 12। त्यही हाम्रो के आयो यो हाम्रो एलसीएम आएको छ 3:4। त्यसपछि हामीले के गर्ने त्यो एलसीएम को 2 आएको छ। नाउ द ए एन्ड बी इज टु 2 and 3 2/3 2 × 4 3 × 4 4 हाम्रो के छ यो 4 3:4 2 2 × 3 यो हाम्रो बजेस गरेपछि b/c इज टु 4/5 आएको छ 4/5 आएको छ। त्यसमै हामीले कसरी लेख्यो 4 × 3 and 5 × 3 यहाँ युनिटी गरेपछि हाम्रो कति भयो 12 भयो। यो कति यहाँ हेर्नु डीमा के रहेछ फर्स्ट को ए बी इज इक्वल टु 3 जो हाम्रो यहाँ भयो बी इज इक्वल टु 3 छ। त्यसपछि बी इज इक्वल टु 4 दोस्रो के आउँछ बी इज इक्वल टु 4 दुईटैको हामी के लिए 4 3 और 4 को एलसीएम लिएपछि हाम्रो यति आउँछ। एलसीएम लिने तरिका यो 3 बाई यति भयो हाम्रो यति आएको छ। त्यसपछि हामीले के गर्ने हो यहाँ एलसीएम लिएपछि नाउ ए बी इक्वल टु 2 और 3 ए भनेको हाम्रो के रहेछ यहाँ 2 छ बी इक्वल टु 3 यो 3 यो पुरै यहाँ हामीले के गर्ने 4 ले मल्टिप्लाई गरेको भनेको 4 हाम्रो पहिलो भ्यालु के रहेछ बी को 4 त्यो 4 ले तलमाथि दुईटै मल्टिप्लाई गरेपछि हाम्रो कति आएको छ 8/12 आएको छ। त्यसपछि हामीले अर्को फेरि 4/5 जुन 4/5 भनेको के यहाँ आएको छ 4/5 बी इज टु सी को भ्यालु कति दिएको छ 4:5 दिएको छ। त्यसकै हामी के गर्ने एकपल्ट यहाँ माथि हामी 4 ले मल्टिप्लाई गरेको यहाँ तल हामी के गर्ने 3 ले मल्टिप्लाई गर्ने 3 में मल्टिप्लाई गरेपछि हामीले कति 12/15 आयो। अब हामी लेख्न सक्छौं a इज इक्वल टु 8 जुन हाम्रो कहाँ आएको थियो यहाँ a इज इक्वल टु 8 b इज इक्वल टु 12 भनेको b हाम्रो यहाँ पनि b तल छ यहाँ b माथि छ भनेको 12 या 12 भनेको दुईटैको भ्यालु सेम आएको कारणले b इज इक्वल टु 12 भयो। c इज इक्वल टु 5 भनेको c इज इक्वल टु 5 होइन 15 c इज इक्वल टु 15 आएको छ। यहाँ a को 8 b को 12 और c को कति आउँछ 15 आएको छ 15। यही नै हाम्रो रहेछ एबिसी को एन्सर। यहाँ हेर्नु साथीहरु यहाँ के रहेछ हाम्रो अब तेस्रो क्वेशन के तेस्रो क्वेशनमा हाम्रो के रहेछ the ratio of the number of boys and girls is in a school is 3:4 भनेको एउटा स्कुलमा बोइज को गर्ल्स को रेशियो कति रहेछ यहाँ 3:4 रहेछ। त्यसपछि इफ देयर आर 270 गर्ल्स भनेको रेशियो हाम्रो यति रहेछ। गर्ल्स को नम्बर कति रहेछ 270 वटा गर्ल्स रहेछ। फाइन्ड द नम्बर अफ बोइज भनेको नम्बर अफ बोइज पत्ता गर्नुपर्ने हो।
फाइन्ड गर्नुपर्ने नम्बर अफ बोइज कति बोइज छ। यो क्वेसनमा हामी हेरौँ सबभन्दा पहिला के गर्ने लेट द नम्बर अफ बोइज बी एक्स। अब हामी यहाँ गर्ल्सको नम्बर दिएको छ, बोइजको नम्बर पत्ता गर्नु पर्ने हो। त्यो कारणले हामी के गर्ने बोइजको नम्बरलाई आफ्नै मनबाट के मानिदिने एक्स मानिदिने। त्यसपछि देन एकर्डिङ टु क्वेसनको हिसाबले के रहेछ यहाँ हामीले नम्बर अफ बोइज के मानेका छौँ एक्स मानेका छौँ। त्यही हामी एक्स यहाँ नम्बर अफ गर्ल्स यो हामीलाई पाइ गरिदिने। यहाँ हाम्रो के रहेछ 4:3 त्यसमा इक्वल दिएर 4/3 लेखिदिने। त्यसपछि हामी अब के गर्ने हामीलाई थाहा छ यस्तो भरमा हामी के गर्नु पर्यो क्रस मल्टिप्लिकेसन गर्नुपर्ने हो। भनेको यहाँ जस्तै एक्स बाई यति रहेछ 3 यहाँ 4/3 छ भनेको एकाइ माथि योसँग के गर्ने मल्टिप्लाई गर्ने। मल्टिप्लाई गरेपछि हाम्रो कति आएको छ यहाँ 3 एक्स मल्टिप्लाई भएपछि हाम्रो 3x हुन्छ। अब 270 इन्टु 4 गरेपछि यस्तो यो भयो। त्यसपछि हामी के गर्छौँ यहाँ हेरौँ यहाँ के छ यो इक्वल टुको त्यसरी यो 3 मल्टिप्लाईमा आएछ। जब कुनै पनि सङ्ख्या यहाँ मल्टिप्लाई भन्छ इक्वल टुको त्यो साइड गएपछि त्यो क्या जान्छ डिभाइडमा जान्छ। त्यही कारणले यहाँ मल्टिप्लाईमा भएपछि यो 3 यहाँ तल गएको छ, तल गएपछि यो के भयो डिभाइडमा गएपछि 4 इन्टु 270/3। त्यसपछि हामीले के गरे यसलाई काटिदिए भनेको 3 ले यसमा डिभाइड गरेपछि हाम्रो कति आएको छ माथि 9 आएको छ यहाँ 1 आएको छ। त्यही 1 लाई फेरि यहाँ 9 ले इन्टु गरेको हामीले यो के भयो यो हाम्रो 4 इन्टु 19 भयो बाई 1 यति भएको छ। यसलाई नै मल्टिप्लाई गरेपछि हाम्रो कति आउँछ 360 आएको छ। 1 त लेखा आउँदैन। त्यसैले हाम्रो कति आएको छ एक्सको मान यति आएको छ। एक्समा नै हामी के बनाएको छ नम्बर अफ बोइज। त्यस कारणले यहाँ के भयो नम्बर अफ बोइज हाम्रो कति द नम्बर अफ बोइज इज 360 भएको छ। अब हामी हेरौँ क्वेसन नम्बर 5। क्वेसन नम्बर 5 मा के रहेछ क्वेसन नम्बर 5 मा द रेसियो अफ द प्रेजेन्ट एज अफ अ फादर एन्ड हिज सन इज 7:2 रहेछ। 7:2 भनेको प्रेजेन्ट एज अफ फादरको अब त्यसको छोरोको कति रहेछ बुवाको छोरो कति छ 7:2 छ पर्सेन्टेज। 5 years later the ratio of their age will be 8:3 भनेको 5 साल बाद त्यसको बुवाको र छोरोको बिचमा एजको ग्याप कति छ 8:3। फाइन्ड द पर्सेन्ट एज अफ बुवा र छोराको पर्सेन्टेज कति होला। यहाँ त हामीलाई रेसियोमा दिएको छ हामीलाई इयरको मान निकाल्नु पर्ने हो। यसमा हेरौँ हामी के गर्ने अब लेट द प्रेजेन्ट एज अफ फादर बी 7 years लेख्ने। जस्तै यहाँमा 7:2 दिएको छ त्यसमै हामी 7 बुवाको एज 2 के गर्ने मान्ने छोराको एज त्यसमा नै हामी 7x र 2x मान दिएको छ भनेको बुवाको एज 7x भयो छोराको एज द प्रेजेन्ट एज अफ द सन इज 2x भयो छोराको प्रेजेन्ट एज 2x हो। त्यसकै नै हामी अब के गर्ने 5 years later भनेको 5 साल बाद यसको के हुन्छ 5 साल बाद यसको 5 years later द एज अफ फादर 5 साल बाद एज अफ फादरको एज कति होला यहाँ 7x + 5 year यति। यो हामीलाई क्वेसनमा के छ अहिलेको पर्सेन्टेज यति हो र 5 साल यहाँ बाद भनेको 5 ले के गर्दियो प्लस गरिदियो। यसैमा कहीँ भन्थ्यो बिफोर भनेको 5 साल पहिला कति थियो हामी के गर्थ्यौँ माइनस गर्थ्यौँ। तर यहाँ के भनिएको छ लेटर इयर लेटर भनेको फ्युचरमा भनेको बाद कति होला
त्यसैले हामी प्लस गरेका छौँ। पहिला भने भयो हामी के गर्थ्यौँ यहाँ माइनस गर्थ्यौँ, यहाँ हामी प्लस गरेर 7x प्लस यति लेखेका छौँ। त्यसपछि छोटोमा पनि त्यस्तै गरेका छौँ। 2x यहाँ 2x थियो, त्यसमा के गर्यौँ हामी 5 प्लस गरेका छौँ। त्यही पहिला भन्थ्यो त हामी के यहाँ माइनस गर्थ्यो, यति इयर हो। त्यसपछि अगाडिमा हेऱ्यो, अगाडिमा के गर्यो भने यहाँ 7x प्लस 5 7x प्लस 5 लेखिदियो। त्यसपछि एजलाई हामी फेरि छोराको एज तल बुवाको एज माथि गरेर लेखेका छौँ हामी। त्यसपछि हामीलाई यो लेखिदिएछौँ, यो भनेको यो कि यो एज यो भनेको रेसियो त 5 साल बादको रेसियो कति छ? 5 साल बादको रेसियो 3:8:3 थियो। त्यही 8:8 माथि 3लाई तल लेखेका छौँ। त्यसपछि क्रस मल्टिप्लिकेसन, क्रस मल्टिप्लाई 3 यो सबै मल्टिप्लाई 8 नै सबैमा मल्टिप्लाई गरेका छौँ। त्यही यो यति लेख्यो, 3ले सबै मल्टिप्लाई भएको छ। त्यसपछि त्यसरी यो गयो, यो यहाँ डिभाइडमा थियो, माथि गएपछि यो मल्टिप्लाईमा जान्छ। यहाँ यो डिभाइडमा थियो, यो साइड गएपछि मल्टिप्लाईमा भयो। त्यही मल्टिप्लाईमा गएर यहाँ छ। त्यसपछि 2x प्लस 5 यसलाई माथि गएर 8ले मल्टिप्लाई गरेका छौँ। त्यो यो 3को मल्टिप्लाई 7 3 जा 21 हुन्छ, 21x भयो। त्यसपछि 7 3 5 जा 15 भयो, इस्कम 2 को इस्कम 2। त्यसपछि हाम्रो के छ 8 2 जा 16 भयो। त्यसपछि 8 5 जा 14 भयो इन्टु गरेर। त्यसपछि हामी के गऱ्यो, यो एक्सलाई एक साइड गऱ्यो र यो नम्बरलाई एक साइड गऱ्यो। त्यही कारणले हामीले यो 16x मा यो साइड गएपछि यो के भयो, यहाँ प्लसमा थियो, यहाँ यो साइड प्लसमा, इस्कम 2 को यो साइड गएपछि यो के भयो माइनसमा भयो। यो यहाँ यो प्लसमा थियो, इस्कम 2 को त्यो साइड गएपछि यो के भयो माइनसमा गयो। यहाँ हामी यो 21बाट 16 घटाएपछि हाम्रो कति आयो 5 आयो। यहाँ 40बाट 15 घटाएपछि हाम्रो कति आयो 25 आयो। त्यसलाई हामी त्यसपछि यहाँ यो मल्टिप्लाईमा छ, यो एक्स को मान निकाल्न हामी के गर्ने, यसलाई यो मल्टिप्लाईमा भएछ, यहाँ तल डिभाइडमा लिएर जाने। डिभाइडमा गएपछि यो के भन्छ, यो तलमाथि कटिन्छ, यो कट्यो। यो कटेपछि हाम्रो कति हो 5 5 15 5 25 हुन्छ। त्यही 25 आएको छ। एक्स को मान कति आएको छ 5 आएको छ। यो एक्स को मान हामीलाई के अब के गर्ने, योमा पुट गर्ने के, योमा पुट गर्ने। यहाँ हामी हेरौँ, पर्सेन्टेज अफ द फादर इज 7x 7 इन्टु एक्स को मान हाम्रो कति आएको छ, यति आएको छ। यो नि मल्टिप्लाई गरेर यति इयर भयो भनेको पर्सेन्टेज बुवा कति छ, यहाँ 40 भयो। पर्सेन्टेज अफ द सन कति भयो 2x यही 2x, त्यही 2x ने हामी मल्टिप्लाई गरेपछि पर्सेन्टेज कति छ छोराको 10 इयर हो। यही नै हाम्रो त्यो क्वेसन नम्बर 5 को सबै बुझ्नुभयो। मस्तमा केही नगर्ने, यहाँ 7 और 2 छ, 7 2 इयर 5 वर्ष पछि यस कति हो त्यसको हिसाब यहाँ दिएको छ। योमा के गर्ने हामी, यहाँ 5 इयर गर्ने, 2 मा पनि 5 इयर गरिएको छ। त्यसपछि यहाँ इक्वेसन बनायो, यहाँ क्रस मल्टिप्लिकेसन गरेर यस्तो यो साइड यो माथि 2 नम्बरमा एक्समा एक साइड, नम्बरमा एक साइड गरिएको छ। त्यसपछि सानो इक्वेसन बसाएर माइनस गर्ने हो, यहाँ फेरि यो साइड गरेर डिभाइड गरिएको छ। त्यसपछि एक्स को मान यति आएको छ, यो एक्स को मानलाई नै यहाँ यो नम्बरमा बसाएको रहेछ। यो पुरै ल्याङ्ग्वेजमा लेख्दा राम्रो हुन्छ के। यो हाम्रो 8 क्लासमा 3 और 4 मार्कको क्वेसनमा दिन्छ क्या। यो क्वेसन 3 और 4 मार्क भेरी इम्पोर्टेन्ट VVI क्वेसन। यो क्वेसन धेरै इम्पोर्टेन्ट हो। बोर्ड इक्जाममा पनि टर्मिनल इक्जाममा पनि धेरै इम्पोर्टेन्ट क्वेसन यो रहेछ। क्वेसन नम्बर 5 एउटा न एउटा क्वेसन सोध्नै गर्छ। क्वेसन नम्बर 4 हेर्छौँ हामी। अब क्वेसन नम्बर 4 मा के भनेछ, देयर आर 540 स्टुडेन्ट इन अ स्कुल, इफ द रेसियो अफ द नम्बर अफ बॉयज एन्ड गर्ल्स इज 4:5, फाइन्ड द नम्बर अफ गर्ल्स इन द स्कुल
भनेको एउटा स्कुलमा कति छ 540 जना स्टुडेन्ट रहेछ विद्यार्थी त्योमा पनि त्यो विद्यार्थीमा नाउथि बोइज र गर्ल्सको रेसियो कति रहेछ 4:5 रहेछ बोइज गर्ल्सको रेसियो कति रहेछ 4:5 हामीले पता के गर्नुपर्ने हो गर्ल्स कति नम्बर अफ गर्ल्सको कति नम्बर हो कतिजना गर्ल्स रहेछ त्यो स्कुलमा अब हामी हेरौँ सल्युसनमा द टोटल नम्बर अफ स्टुडेन्ट कति रहेछ हामीलाई यहाँ क्वेसनमै दिएको छ सबभन्दा पहिला त्यो लेख्ने त्यसपछि द रेसियो अफ द नम्बर अफ बोइज एन्ड द गर्ल्स इज के रहेछ हाम्रो 4:5 क्वेसनमा दिएको छ त्यही लेखेको छु यहाँ लेट द नम्बर अफ बोइज बी 4x भनेको यहाँ 4 छ त्यही हामी के भने x मान्ने के भनेको 4x नम्बर अफ यो हाम्रो रेसियो यति रहेको छ नम्बर हामी के मान्ने 4x मान्ने बोइजको गर्ल्सलाई के मान्ने 5x मान्ने जी यहाँ 5 छ नम्बर अफ गर्ल्स कति मान्ने 5x मान्ने त्यसपछि वी नो द्याट द नम्बर अफ बोइज प्लस द नम्बर अफ गर्ल्स इज इक्वल टु कति टोटल नम्बर अफ स्टुडेन्ट भनेको बोइजको सङ्ख्या र गर्ल्सको सङ्ख्या बोइजको सङ्ख्या गर्ल्सको सङ्ख्या दुईटै मिलाएर के हुन्छ नम्बर अफ स्टुडेन्ट हुन्छ कति विद्यार्थी पुरै स्कुलमा रहेछ त्यो हामी बुझिन्छौँ हामीलाई जस्तै यहाँ नम्बर अफ बोइज हामी कति दिएको 4x दिएको छौँ 4x भयो यहाँ नम्बर अफ गर्ल्स कति हामी लेखेका छौँ 5x छ त्यही 5x जम्मा विद्यार्थी कति छ यहाँ टोटल स्टुडेन्ट 540 छ त्यही 540 गरेका छौँ त्यसपछि यो x र यो x दुईटै सेम छ यहाँ पनि 4x छ यहाँ पनि 5x हो दुईटै सेम भएपछि हामी के गर्ने एड गरिदिने त्यही हामी एड गरिया छौँ एड गरेपछि हामीले टोटल नम्बर अफ स्टुडेन्ट कति छ 540 छ त्यो एड दिएको छौँ सेम टु सेम त्यसपछि हामीले यहाँ 9 र x के हो मल्टिप्लाई छ केही साइन नभएपछि मल्टिप्लाई हुन्छ त्यो हामीलाई थाहा होला त्यो त्यसै कारणले यहाँ मल्टिप्लाईमा भएपछि इक्वल टु छ इक्वल टु त्यसरी भएपछि के जान्छ डिभाइडमा जान्छ त्यो यो डिभाइडमा गएको छ डिभाइडमा गएपछि यसलाई 9 ले डिभाइड गरेपछि यो 9 लाई डिभाइड गरेपछि कति आउँछ 6 आउँछ 0 को 0 आयो त्यही हाम्रो कति भयो x को मान कति आएको छ 60 आयो जब x को मान 60 हो त अब हामी के गर्न सक्छौँ यहाँ नम्बर अफ गर्ल्स हामीलाई क्वेसनमा के सोधेको छ नम्बर अफ गर्ल्स इन द स्कुल यो सोधेको छ त्यही हिसाबले नम्बर अफ गर्ल्स इज हामी कति यहाँ मानेको थियौँ 5x मानेको थियौँ त्यो 5x लाई हामी 5 को 5 नै x को मान हाम्रो यहाँ आएको छ 60 आएको छ त्यो 60 ले के मल्टिप्लाई गरेपछि हाम्रो कति आयो 300 आएको छ तर यो क्वेसनमा मात्रै त्यो गर्ल्सको संख्या दिएको छ हामी बोइजको पनि संख्या निकाल्न सक्छौँ यस्तै जस्तै यहाँ कति छ यहाँ 4x छ नम्बर अफ बोइज कति मानेको छ 4x त्यही गरेर हामी 4 * 60 गरेर कति आउँछ भनेको 4 * 60 कति आउँछ 240 आउँछ त्यही 240 आउँछ कति भयो नम्बर अफ बोइज भयो हामीले यो प्लस यो गरेपछि हाम्रो कति आउँछ 540 नै आउँछ जसरी यहाँ हेरौँ हामी 300 कति छ गर्ल्सको संख्या छ प्लस 240 बोइजको संख्या भयो दुईटै प्लस गरेपछि हाम्रो कति आउँछ 540 आउँछ यसको मतलब हाम्रो बनाएको हिसाब पनि करेक्ट हो यति संख्या रहेछ बोइज र गर्ल्सको स्कुलमा जो हाम्रो यो क्वेसनमा हामीलाई गर्ल्सको नम्बर संख्या पत्ता गर्नुपर्ने छ त्यही कारणले यहाँसम्म बनाउँदा यो हिसाब सकिन्छ यहाँ क्वेसन नम्बर 6 क्वेसन नम्बर 6 मा के रहेछ द रेशियो लेन्थ एन्ड ब्रेथ अफ द रेक्टेंगुलर हग इज 3:4 भनेको लेन्थ र ब्रेथको रेशियो रेक्टेंगुलर हगको कति रहेछ 3:2 रहेछ इफ द लेन्थ इज 4 मिटर longer than breadth भनेको लेन्थ के हो ब्रेथ भन्दा 4 बढी छ यहाँ लेन्थ इज 4 मिटर longer than its breadth को 4 बढी छ के लेन्थ छ त्यसपछि फाइन्ड द पेरिमिटर एन्ड एरिया अफ द हग हामीलाई पता के गर्नुपर्ने हो पेरिमिटर के हो
हङको पेरिमिटर हङको एरिया कति हो त्यो हामीलाई खोज्नु पर्ने हो। त्यसपछि यसको लागि हामी के गर्ने, सबभन्दा पहिलो सल्युसन द रेसियो अफ द लेन्थ एन्ड ब्रेथ अफ द हङ इज 3:2 दिएको छ। यहाँ हामीलाई क्वेसन माथि सबभन्दा पहिला दिएको छ। यो म्याथको हिसाबमा सबभन्दा पहिला हामी यो हेर्ने कि क्वेसनमा के को दिएको छ, क्वेसनमा के दिएको छ त्यो हामी थाहा पाएपछि आधी हिसाब त्यही बन्छ क्या। त्यस्तो कारणले हामी सबभन्दा पहिला क्वेसनमा हेर्ने के को दिएको छ। यहाँ हामीलाई लेन्थ अफ ब्रेथको रेसियो दिएको छ। सेकेन्डमा हामीलाई लेन्थ अफ ब्रेथ पनि दिएको छ, जुन हिसाबमा यहाँ के भनेको छ, यहाँ द लेन्थ इज 4 मिटर लङ्गर देन द ब्रेथ भनेको ब्रेथ भन्दा 4 बढी छ के लेन्थ। त्यसैले लेन्थ इज 4 मिटर लङ्गर देन द ब्रेथ। सपोज द लेन्थ इज 2x जुन हाम्रो यहाँ छ, यहाँ के ब्रेथ भनेको 2, यहाँ 2x मिटर भएछ ब्रेथ मानेपछि योमा हामी के गर्ने, यहाँ 4 बढी छ भनेको 4 प्लस गरिदिने। द लेन्थ विल बी कति हुन जान्छ, 2x प्लस 4 मिटर। हाम्रो लेन्थ कति हुन जान्छ, 2x प्लस 4 मिटर हुन्छ। अब हामी हेरौँ नाउ द लेन्थ एन्ड ब्रेथ, लेन्थ बाई ब्रेथ 3:2 जुन हामीलाई 3:2 यहाँ हेर्छौँ दिएको छ त्यो चाहिँ यहाँ लेखेका मैले। त्यसपछि हामी के चाहिँ लेन्थ अफ ब्रेथ, लेन्थ हाम्रो कति रहेछ यहाँ हामीले खोजेका छौँ 2x प्लस 4 मिटर हाम्रो लेन्थ छ। त्यो लेन्थको ठाउँमा लेखिदिने, ब्रेथको ठाउँमा हामीले 2x हो त्यो लेखिदिने। त्यसपछि हामीले के गर्ने हो, त्यसपछि हामीले यो क्रस मल्टिप्लिकेसन गर्ने, यसलाई योसँग मल्टिप्लाई यसलाई योसँग मल्टिप्लाई, त्यही हामी गरिरहेको छौँ। यो माथिको यो 2 सँग मल्टिप्लाई किनकि यहाँ डिभाइडमा छ, त्यो साइड गएपछि के हुन्छ मल्टिप्लाई हुन्छ। यो साइड गएपछि के भयो मल्टिप्लाई भयो। त्यसलाई हामी 2x प्लस 4 इन्टु 2 भयो। यो साइड यो 3 इन्टु 2x यहाँ डिभाइडमा छ, यो साइड गएपछि मल्टिप्लाई हुन्छ। त्यस्तै यहाँ के छ 4x योसँग इन्टु गरेपछि यो 2 जा 4 भयो, 2 4 जा 8 भयो, यहाँ इस्कम टू 3 2 जा 6 भयो। त्यही हो हाम्रो। त्यसपछि यहाँ 4x यहाँ 6x यो साइड गयो, यो साइड गएपछि यो प्लसमा थियो, त्यो साइड गएपछि माइनस भयो। त्यो 6x बाट 4x घटेपछि 2x बच्यो। त्यसपछि यहाँ x को x नै यो के भयो 8 थियो, यो 2 यो साइड गएपछि यो के भयो 2 ले डिभाइड भएछ। 2 ले डिभाइड भएपछि हाम्रो x को मान कति आएको छ, x को मान 4 आएको छ। x को मान 4 आएपछि हामीले के गर्ने सबभन्दा पहिला लेन्थ पत्ता गर्ने। लेन्थ पत्ता गर्न के छ, लेन्थको के छ यहाँ हाम्रो 2x प्लस 4, त्यही 2x मा x को हाम्रो यहाँबाट x को मान यहाँ लेख्ने, x को 4 प्लस 4 हामीलाई सिम्प्लिफाईमा थाहा छ। पहिला पहिला डिभाइड गर्ने, त्यसपछि मल्टिप्लाई हुन्छ, त्यसपछि एड हुन्छ, त्यसपछि सब्ट्र्याक्ट गर्ने। त्यो कारणले हामी यहाँ जोड्ने होइन पहिला कि सबभन्दा पहिला यहाँ मल्टिप्लाई गर्ने। 2 इन्टु 4 कति भयो 8 भयो। त्यही 8 प्लस 4 कति भयो यहाँ 12 मिटर भयो। त्यसपछि ब्रेथमा 2x छ, त्यही कारणले यहाँ 2x 2 इन्टु x को मान यहाँबाट लिने 4 आएको छ। यही 4 आएको छ, यो 4 ले यहाँ मल्टिप्लाई गरेपछि 8x भयो, 8x आयो। त्यसपछि हाम्रो क्वेसनमा अब हेर्न क्वेसनमा के छ पत्ता पेरिमिटर एरिया पत्ता गर्नुपर्ने हो। हामीलाई थाहा छ पेरिमिटरको फर्मुला के हुन्छ 2n प्लस b हुन्छ, 2n इन्टु 2n प्लस b हुन्छ। द पेरिमिटर अफ द हङ p इज कम टु 2n प्लस b हुन्छ। त्यही 2 लेन्थ कति आएको छ यो 2n आएको छ, ब्रेथ हाम्रो 8 आएको छ। त्यहाँ हाल्ने त्यो सबभन्दा पहिला सिम्प्लिफाईमा हामीलाई थाहा छ पहिला ब्र्याकेटको काम गर्ने। त्यस सबभन्दा पहिला बिग ब्र्याकेट, त्यसपछि मिडियम ब्र्याकेट, त्यसपछि स्मल ब्र्याकेट, त्यसपछि हामीले के गरे त्यो मल्टिप्लाई डिभाइड मल्टिप्लाई 8 त्यो सब्ट्र्याक्ट गरे। त्यही कारणले हामी गर्ने सबभन्दा पहिला ब्र्याकेटको काम गर्ने। ब्र्याकेटमा हाम्रो के रहेछ
यहाँ हाम्रो आएछ 2+8 आएछ, त्यही हाम्रो 20 भयो। त्यसपछि यहाँ भएकोबाट बाहिर आएपछि यो के भयो, केही साइन नभएपछि इन्टुको साइन हुन्छ, त्यही इन्टुको साइन दिएको छु। त्यो इन्टुको साइनले मल्टिप्लाई गर्दा यो कहाँ कति आएको छ 40 आयो। त्यो 40 आयो, यो 40 आएको छ। त्यो 40 हाम्रो के भयो ब्रेथ भयो, त्यो पेरिमिटर भयो। हाम्रो पेरिमिटर कति आएको छ 40 आएको छ। त्यसपछि हामीलाई के पता गर्नु, एरिया फाइन्ड गर्नुपर्ने हो। एरिया हामीले द एरिया अफ द हग इज एरियाको फर्ममा के आएछ m/b आएछ। अब ट्याङ्गुङमा यहाँ यो पनि हेर्ने कि यहाँ हाम्रो के छ ट्याङ्गुङमा यो फर्मुला आएछ कि पेरिमिटरको। ट्याङ्गुङको हगको एरियाको फर्मुला यो आएछ m/b। त्यो एग भनेको एग ह्याग्ने, यो बी भनेको ब्रेथ, यो ह्याग्ने इन्टु गर्ने। इन्टु गरेपछि 2 इन्टु 4 2 इन्टु 8 कति हुन्छ हाम्रो 96 हुन्छ। यो एम मिटर इन्टु मिटर के हुन्छ मिटर स्क्वायर भयो। यही हाम्रो एरिया भयो। यो हाम्रो पेरिमिटर यहाँ त्यसै यहाँ द पेरिमिटर एन्ड एरिया अफ द हग इज 14 मिटर। पेरिमिटर भयो, पेरिमिटर हाम्रो कति छ 14 मिटर हो, एरिया कति छ 96 मिटर। यही न हाम्रो क्वेसनको एन्सर रहेछ। यो क्वेसनमा बढी त्यस्तो केही छैन। मैले यहाँ लेन्थ र ब्रेथको रेसियो दिएको छ। यहाँ भनिया छ ब्रेथ भन्दा 4 बढी छ लेन्थ छ, त्यही हिसाबले ल्याङ्ग्वेज लेखिदिएको छु। ल्याङ्ग्वेजमा लेन्थ र ब्रेथ गरिदिएको छु। लेन्थलाई माथि ब्रेथलाई तल, लेन्थको माथि ब्रेथलाई तल क्रस मल्टिप्लिकेसन गरेर हाम्रो यो एक्सको मान यति आएको छ 4 आएको छ। त्यही 4 मा एक्सको मान हालेर योमा हालेपछि एक्सको मान हालेपछि हाम्रो लेन्थ ब्रेथ आइसकेको छ। त्यसपछि हामीले पेरिमिटर अफ द रेक्ट्याङ्गुलर हगको फर्मुला राखेको छु। रेक्ट्याङ्गुलरको फर्मुला यति हुन्छ 2 इन्टु x + b हुन्छ, 2 इन्टु x + b हुन्छ। त्यही राखेको छु हाम्रो फर्मुला। यो फर्मुलामा लेन्थको मान यहाँबाट ब्रेथको यो दिएको छ, यो मान हालेर क्याल्कुलेसन गरेर हाम्रो 40 आएको छ। त्यसपछि एरियाको m/b हुन्छ, त्यो हामी हाल्नेपछि यति आएको छ। त्यसलाई नै लेखिएको छु कि यही यो हाम्रो यो क्वेसन पनि क्लास 8 को बोर्ड इक्जामको लागि VVI क्वेसन नै हो क्या। यो क्वेसन योभन्दा अघिको क्वेसन त्यो फादर सन छोडो बुवाको क्वेसन पनि धेरै इम्पोर्टेन्ट छ। यो क्वेसन पनि इम्पोर्टेन्ट छ। यो क्वेसन हाम्रो इक्जाममा बढी जसो के भन्छ 4 मार्कमा सोध्ने गरिन्छ। 4 मार्कमा सोधिन्छ यो क्वेसन। धेरै VVI नै क्वेसन हो क्या यो। यहाँ आएको साथै क्वेसन नम्बर 7 यो पनि VVI नै क्वेसन हो। यो क्वेसन पनि VVI नै हो। यो क्वेसन हामीलाई के भन्छ 5 मार्कमा सोध्ने गरिन्छ। 5 मार्कको यो क्वेसन रहेछ। बोर्ड इक्जाम चाहे टर्मिनल इक्जाम होस् त्योमा हामीलाई 5 मार्कमा यो क्वेसन सोध्ने गरिन्छ के। यो क्वेसनमा के छ भनेको यहाँ 6000 स्टुडेन्ट एपियर एट अ बेसिक लेभल इक्जाम भनेको मानौ न 8 क्लासको फाइनल बेसिक लेभल इक्जाम त्यहाँ नै भनिन्छ। 8 क्लासको फाइनल इक्जाममा जम्मा कति नेपालभरिबाट कति विद्यार्थीले इक्जाम दिएको छ 6000ले 6000 स्टुडेन्टले इक्जाम दिएको थियो। त्योमा इन द रिजल्ट अफ द रेसियो अफ द नम्बर अफ स्टुडेन्ट इन ग्रेड ए एन्ड ग्रेड बी भनेको ए ग्रेड लगाउने र बी ग्रेड लगाउनेको रेसियो कति रहेछ 3:15 रहेछ। त्योबाट 1200 स्टुडेन्टले ग्रेड सी लगाएको छ र 800 स्टुडेन्टले के लगाएको छ ग्रेड डी लगाएको छ। क्वेसन बुझ्नुभयो हजुरहरूले। क्वेसनमा के छ जम्मा 6000 स्टुडेन्टले इक्जाम दिएको छ एउटा। त्योबाट ग्रेड ए र ग्रेड बी लगाउने विद्यार्थी 3:15 रहेछ। 1200 विद्यार्थीले ग्रेड सी लगाएको छ र 800 विद्यार्थीले कति लगाएको छ ग्रेड डी लगाएको छ। अब हामीले के भनेको छ
हाउ मेनी स्टुडेन्ट गट रिजल्ट इन ग्रेड ए एन्ड ग्रेड बी इन इच भनेको यहाँ त हामीलाई रेसियो दिएको छ। हामीलाई यहाँ के हो नम्बरमा देखाउनु पर्ने, नम्बर निकाल्नु पर्ने कति नम्बर। जस्तै यहाँ आएको छ नि 800 1200 त्यस्तै यो यसको कति विद्यार्थीले ए ग्रेड गएको छ र कतिले ग्रेड बी गएको छ त्यो हामीलाई निकाल्नु पर्ने। त्यसपछि के हो फाइन्ड द रेसियो अफ द नम्बर अफ स्टुडेन्ट हु ग्रेड ए ग्रेड बी एन्ड ग्रेड सी भनेको रेसियो हामीलाई निकाल्नु पर्ने हो। ग्रेड ए कति विद्यार्थी आएको छ, ग्रेड बी कतिले, ग्रेड सी कतिले, त्यो तीनटैको के निकाल्नु पर्ने हामीलाई रेसियो निकाल्नु पर्ने। अब हेरौँ हामी सल्युसनमा के रहेछ। सल्युसनमा हामीलाई कसरी यो क्वेसनको निकाल्ने के यो ए र बी को नम्बर अफ स्टुडेन्ट र यसको रेसियो एबीसी को रेसियो कसरी निकाल्ने ग्रेड ए ग्रेड बी ग्रेड सी को। योमा हामी हेरौँ द नम्बर अफ स्टुडेन्ट कति रहेछ जम्मा 6000 रहेछ। सबभन्दा पहिला हामीले म्याथको सबभन्दा पहिला हामीले के गर्ने क्वेसनमा हेर्ने, क्वेसनमा के को दिएको छ त्योमा हामी सबभन्दा पहिला त्यो लेख्नु पर्ने हो के। यहाँ हामी हेरौँ यहाँ के रहेछ 6000 स्टुडेन्ट राखेको रहेछ। त्यसपछि नम्बर अफ द स्टुडेन्ट इन ए एन्ड बी ग्रेड ए बीमा कति रहेछ यहाँ दिएको छ 3:15 त्यही हामी 3:15 छ। त्यसपछि अब हामी नम्बर अफ स्टुडेन्ट सी ग्रेड सी कति रहेछ 1200। नम्बर अफ स्टुडेन्ट इन ग्रेड डी कति रहेछ 800। हामी क्वेसन पुरै लेख्यौँ, सबभन्दा पहिला क्वेसन लेख्ने। त्यो क्वेसन पछि हेयर द टोटल नम्बर अफ स्टुडेन्ट इन ग्रेड ए एन्ड बी ए एन्ड बी को अथीमा कति जम्मा विद्यार्थी छ त्यो निकाल्नु पर्ने। त्यो निकाल्नको लागि हामी के गर्ने सबभन्दा पहिला ए एन्ड बी ग्रेड निकाल्नको लागि हामीलाई सी र डी के गर्नु पर्ने टोटल स्टुडेन्टबाट घटाउनु पर्ने। त्यही हामी टोटल नम्बर अफ स्टुडेन्ट माइनस के नम्बर अफ ग्रेड सी को स्टुडेन्ट र ग्रेड डी को स्टुडेन्ट घटाउने के। तब हामी माथि ए र बीमा कति जना विद्यार्थी रहेछ त्यो हामीलाई थाहा हुन्छ। त्यो कारणले हामी 6000बाट 1200 माइनस 800 गर्ने। यो माइनस माइनस प्लस भयो कति भयो 2000। 6000बाट 2000 घटेपछि हाम्रो के आएको छ जम्मा 4000 भनेको 4000 स्टुडेन्टले ए र बी गएको छ। यहाँबाट अब त्यसपछि त्यो बोर्ड सानो भएको कारणले मेटाइदिएको के। त्योभन्दा अगाडि यो रहेछ के भयो गेट द नम्बर अफ स्टुडेन्ट इन ग्रेड ए इज 3x। हामीले 3x मान्दैथ्यौँ भनेको ग्रेड ए 3x क्वेसनमै थियो। यहाँ बी को ग्रेड बी को नम्बर अफ स्टुडेन्ट कति 5 त्यसलाई के माने 5x मानिदिने। त्यसपछि हामी के वी गेट 3x 5x इक्वल टु 4000। हामीलाई थाहा छ हामी यो घटाएको थियो भनेको ग्रेड त्यो सी को 1200 प्लस 800 2000 भनेको जम्मा 6000 स्टुडेन्ट 2000 घटाएपछि हाम्रो कति आएको थियो 4000 आएको थियो। त्यही 4000 को यो प्लस यो गर्दा 8x भयो 8x 4000। त्यसपछि यो 8 त्यो साइड गएपछि यो मल्टिप्लाइमा यहाँ थियो यहाँ मल्टिप्लाइमा थियो यो के भयो डिभाइडमा गयो। डिभाइडमा गएपछि के भयो हाम्रो यहाँ डिभाइड भएपछि यो कटेपछि हाम्रो कति भयो 5 आयो। त्यसपछि दुईटा 0 भागिदिएपछि दुईटा x को मान कति आयो हाम्रो 500 आएको छ। त्यो 500 को फेरि हामी के गरिरहेको छौँ। त्यसपछि क्वेसनमा अब के रहेछ हाउ मेनी स्टुडेन्ट गट द रिजल्ट ए र बी ए ग्रेड बी कतिजना स्टुडेन्ट आएको छ। त्यसमा हामी के गर्ने यहाँ रेसियोमा के थियो 3:5 थियो। 3 भनेको 3x भयो। 3x भनेको यहाँ 3:5 गरेपछि हाम्रो कति आयो 3:5 गरेपछि हाम्रो कति आएको छ 1500 आएको छ। भनेको ग्रेड ए गाउने विद्यार्थी कतिजना छ 1500 जनाले कति आएको छ ग्रेड ए आएको छ 5:15। यहाँ के भन्दै यहाँ मिस्टेक त्यो भएको यहाँ 15 नभयो 5 छ कि त्यही 5 × 500 गऱ्यो हाम्रो 25,000 आएको छ।
2500 आएको छ, सरी 25 अरे त्यो के भन्छ 200 500 आएको छ। भनेको जम्मा 1500 जनाले ग्रेड ए लिएर आएको छ, ग्रेड ए, ग्रेड बी जम्मा 2500 जनाले ग्रेड बी लिएर आएको छ। ग्रेड सी त ग्रेड डी त थाहै होला, ग्रेड सी भनेको यतिजना विद्यार्थीले 1200, ग्रेड डी जम्मा 800 विद्यार्थीले लिएर आएको छ। त्यसपछि हाम्रो के आउँछ अब क्वेसन, फाइन्ड द रेसियो अफ द नम्बर अफ स्टुडेन्ट विथ ग्रेड ए एन्ड ग्रेड बी ग्रेड सी भनेको तिनटैको रेसियो निकाल्नु पर्ने। रेसियोमा के छ, ग्रेड एमा हाम्रो कति आएको छ 1500 स्टुडेन्ट, ग्रेड बी 2500 स्टुडेन्ट, ग्रेड सी दिएकै थियो हामीलाई कति यहाँ 1200 स्टुडेन्ट। त्यही नै हामीले ग्रेड ए 1500 1200 800 यसमा यो 0 यो 0 यो 0 कटेर हाम्रो कति बच्यो 15 12 8। यही नै हाम्रो के भयो एन्सर भयो। यति रेसियोमा के भएछ आएको छ। हस् धन्यवाद। यति नै थियो के रेसियो अन्तर्गत गरेको VBI क्वेसनहरू यिनै छ। यो पनि VBI क्वेसन हो, भेरी इम्पोर्टेन्ट क्वेसन, 5 मार्कमा सोध्ने गरिन्छ बेसिक इक्जाममा चाहे त्यो टर्मिनल इक्जाममा। यदि रेसियोको कुरा यति छ। अब हामी अघिल्लो भिडियोमा यो प्रोपेसनको बारेमा लिएर आउनेछौँ। हस् धन्यवाद साथीहरू।